नमस्ते। अब आज हामी यो एउटा पछिल्लो समय विश्वव्यापी रूपमा चर्चामा आएको मानव पुस्ता हैन, यो ह्युमन जेनेरेसन्सको विषयमा अलिकति चर्चा गरौँ। यो मानव पुस्ता जुन अब हामीले जनरल्ली हिजोआज पछिल्लो समय नेपाल लगायत अन्य विभिन्न मुलुकहरूमा पनि जेनेरेसन जेड अथवा जेनजी पुस्ताबाट चाहिँ भनौँ न अब राज्यको आर्थिक राजनीतिक सुधारका लागि सुशासन कायम गर्नका लागि यी एजेन्डाहरू बोकेर चाहिँ फ्रन्टलाइनमा आइराखेको विषयहरू पढ्न सुन्न पाइयो। आफूले हाम्रै मुलुकमा पनि त्यो हामीले अनुभव गर्न पाइयो। सो अब यो जेनेरेसन के रहेछ भन्ने विषयमा चाहिँ जेनजी चाहिँ हामीले यसरी यो घटनापछि विशेष गरी अब अलिकति भनौँ न समाजशास्त्र पढ्ने सोसियोलोजी पढ्ने मान्छेहरूले चाहिँ अध्ययन गरिराखेको विषय, तर लेम्यान जो अरू विषयहरू पढ्ने र चाहिँ भनौँ न अब यो समाजशास्त्रीय कुराहरूमा यी पुस्ताका विषयहरूमा जानकार नहुने मान्छेहरूलाई चाहिँ यो अलिकति नयाँ विषय पनि भएको जस्तो चाहिँ बुझियो। सो अब यो के रहेछ, कहिलेबाट सुरु भएको रहेछ भन्दाखेरि चाहिँ यो पहिली अब जेनेरेसन भनेपछि हामीले चाहिँ अलिकति औद्योगिक जेनेरेसनको कुराहरू, कम्प्युटरको जेनेरेसन्स, आइटीको डेभलपमेन्ट सेक्टरमा चाहिँ जेनेरेसन, यी कुराहरू चाहिँ जनरल्ली अध्ययन गरिराखेको होइन। तर यो ह्युमन जेनेरेसन्सको कुरा चाहिँ कहाँबाट विकास भएछ, यसको अध्ययनको क्रम भन्दाखेरि चाहिँ यो कार्ल म्यानहेम भन्ने एकजना चाहिँ समाजशास्त्री ले चाहिँ द प्रब्लम्स अफ जेनेरेसन्स हैन, पुस्ताका समस्याहरू भन्न सकियो। द प्रब्लम्स अफ जेनेरेसन भन्ने चाहिँ उहाँको कृति हैन, त्यो 1928 मा चाहिँ पब्लिस भएको रहेछ। त्यहाँबाट चाहिँ अहिले 2-3वटा यसको एउटा सैद्धान्तिक पृष्ठभूमि चाहिँ दिनुभएछ हैन, सैद्धान्तिक पृष्ठभूमि दिनुभएछ। एउटा थियोरिटिकल फाउन्डेसन चाहिँ त्यहाँबाट सुरु भयो। त्योभन्दा अगाडिसम्म चाहिँ यसरी जेनेरेसन्सलाई चाहिँ अध्ययन गरेको पाइएन। एउटा अब सर्टेन एज ग्रुपलाई एउटा पुस्ता भन्ने त छँदै थियो, तर चाहिँ यसरी जेनेरेसन्सलाई एउटा टाइम फ्रेममै राखेर अनुमानित जन्म वर्ष यो बिचमा जन्मेको पुस्ता चाहिँ यो चाहिँ पुस्ता हो भनेर नाम दिने चाहिँ त्यसको थियोरिटिकल फाउन्डेसन चाहिँ उहाँले दिनुभयो हैन, म्यानहेम, कार्ल म्यानहेम। उहाँले चाहिँ अब कार्ल म्यानहेमले चाहिँ 2-3वटा कुरामा अब एउटै समयमा जन्मेका मान्छेहरू चाहिँ किन समान सोच भएका, समान मूल्य मान्यता भएका हुन्छन् हैन, अनि किन उस्तै खालको चाहिँ एटिट्युड विकास गर्छन्, व्यवहार विकास गर्छन्, त्यो कुराको चाहिँ वैज्ञानिक ढङ्गले चाहिँ उहाँले व्याख्या गर्नुभयो हैन। विशेष गरी एउटै समयमा जन्मिएका मान्छेहरू चाहिँ ऐतिहासिक रूपमा अलिकति समान हुने खालका हुन्छन् र चाहिँ एउटा पुस्तामा जब चाहिँ अथवा एउटा सर्टेन पिरियडमा जन्मिएको मान्छेहरूले चाहिँ एउटै खालको चाहिँ सामाजिक, राजनीतिक अथवा आर्थिक घटनाहरू हैन, केही उथलपुथल होला अथवा एकदम बुम भएको कुराहरू होला भयो भने त्यो पुस्ता चाहिँ सामाजिक रूपमा अर्थपूर्ण हुन्छ हैन, समाजले त्यसलाई एउटा छुट्टै चाहिँ आइडेन्टिटी दिन्छ भन्ने खालको थियोरी उहाँले दिइसक्नु भएपछि चाहिँ त्यसकै बेसिसमा बसेर चाहिँ पछाडि यही थियोरिटिकल बेसिसमा बसेर चाहिँ अनि पुस्तागत विभाजन चाहिँ हुन सुरु गर्यो भन्नाले अब उहाँले नै यो नामहरू दिनुभएको भन्ने चाहिँ होइन हैन। तर उहाँको यो थियोरिटिकल फाउन्डेसनमा बसेर चाहिँ पछि अब विभिन्न नामहरू, बेबी बुमर्स, जेनेरेसन एक्स, जेनेरेसन वाई अथवा त्यसलाई मिलेनियल्स भनियो पछि हैन,
अनि त्यसपछि गएर जेनेरेसन जी, त्यस्तै गरेर अब जेनेरेसन अल्फा, ती नामहरू चाहिँ पछि दिँदै गयो यो सेक्टरमा रिसर्च हुँदै हुँदै जाँदाखेरि। अब पुस्ताहरू चाहिँ कसरी विभाजन भएको पाइँदो रहेछ लिट्रेचरमा भन्दाखेरि चाहिँ 1883 सन् 1883 भन्दा अगाडिको पुस्ताको नामाकरण भएको चाहिँ भेटिएन। 1883 देखि सन् 1900 सम्म त्यो अवधिमा जन्मेको पुस्ता, त्यसलाई चाहिँ लस्ट जेनेरेसन भनेर कतिपय लिट्रेचरमा नाम दिएर चाहिँ अध्ययन भएको, व्याख्या विश्लेषण भएको चाहिँ पाइयो। तर यो चाहिँ पछि फेरि यो चाहिँ 1950 भन्दा पछाडि नै यो नाम दिएको हो। तर त्यति बेलाको पुस्तालाई कोट गर्ने सन्दर्भमा यो नाम दिएको। यो चाहिँ प्रथम विश्वयुद्ध भोगेको पुस्ता भयो हैन। अब ग्रेटेस्ट जेनेरेसन भनेर लस्ट जेनेरेसन पछि ग्रेटेस्ट जेनेरेसन जुन 1901 देखि 1927 सम्म, जसले चाहिँ दोस्रो विश्वयुद्धको कालमा चाहिँ यो युवा अवस्थामा थियो यो पुस्ता चाहिँ हैन। यसलाई चाहिँ ग्रेटेस्ट जेनेरेसन भनेर 1901 देखि 1927 को बीचमा जन्मेको पुस्तालाई नामाकरण गरिएछ। पछि गएर अब 1928 देखि 1945 सम्म जन्मेको पुस्ता, जसले चाहिँ आर्थिक महामन्दी पनि भोग्यो अनि त्यस्तै गरेर चाहिँ यो युद्ध दोस्रो विश्वयुद्ध पछिको अथवा पहिलो विश्वयुद्ध पछि त त्यति पुनर्निर्माणका कामहरूले चाहिँ गति लिनै पाएनन्। दोस्रो विश्वयुद्ध पछि चाहिँ विश्वको पुनर्निर्माणको साक्षी पुस्ता, यो चाहिँ साइलेन्ट जेनेरेसन भनेर नामाकरण गरिएको रहेछ हैन। यो चाहिँ अलि रेयरली मात्र भेटिने यो तीनवटा पुस्ताको नाम चाहिँ। अब त्यसपछिको जुन एकदमै प्रचलित बेबी बुमर्स भनेर जुन पुस्ता अहिले पनि हामी सँगै बाँचिरहेका छौँ, बेबी बुमर्स 1946 देखि 1964 सम्म जन्मेको पुस्ता। यो चाहिँ बेबी बुमर्स भनेर किन नामाकरण गरेको पाइयो भने जुन विश्वयुद्ध पछि, दोस्रो विश्वयुद्ध पछि विश्वको जनसङ्ख्या चाहिँ एकदमै चाहिँ यो जन्मदर एकदमै बढेर गयो र बच्चाहरू जन्मिने दर एकदमै बुम भएको कारणले गर्दाखेरि बेबी बुमर्स भनेर नाम राखेको रहेछ हैन। यो बेबी बुमर्स भन्ने चाहिँ यो 1946 देखि 1964 सम्म जन्मदर अत्याधिक बढेको बेलामा जन्मेको पुस्ता चाहिँ बेबी बुमर्स। अनि त्यस्तै गरेर जेनेरेसन एक्स, त्यसपछि बेबी बुमर्स पछिको जेनेरेसन चाहिँ जेनेरेसन एक्स। यो जेनेरेसन एक्स, अनि यसमा के बुझ्नु पर्यो भने यो बेबी बुमर्स, जेनेरेसन एक्स, वाई, यो नाम चाहिँ जुन भन्नाले जसले यसको थियोरिटिकल फाउन्डेसन दिनुभयो हैन, कार्ल म्यानहेम, उहाँले चाहिँ यो विकास गरेको अवधारणा चाहिँ होइन, यो नाम दिएको चाहिँ होइन है, त्यो बुझ्नुपर्छ। जस्तै अब यो त्यति आवश्यक छैन छलफलमा। अब जेनेरेसन एक्स भनेको चाहिँ डगलस कपल्यान्ड भन्ने मान्छेले जेनेरेसन एक्स भन्ने पुस्तकमा लेख्नु भएपछि प्रचलनमा आएको रहेछ। त्यसपछि मिलेनियल्स जेनेरेसन भनेको, यो जेनेरेसन एक्स भनेको चाहिँ अब जुन 1964-65 देखि 1992 91 सम्मको हैन पुस्ता, सरी 1980 सम्मको पुस्ता हैन। 1964 पछिको 1965 देखि 1980 सम्मको पुस्ता चाहिँ जेनेरेसन एक्स भयो। अब यो त्यसपछि गएर अब जेनेरेसन एक्सलाई चाहिँ जेनेरेसन एक्स नै भनियो। पछि प्यु रिसर्च इन्स्टिट्युटले पनि जेनेरेसन एक्स भनेरै यसमा चाहिँ काम गर्यो। पछि गएर चाहिँ अब जेनेरेसन वाई भन्ने प्रचलन पनि थियो। जेनेरेसन वाई 1981 देखि 92 सम्मको पुस्ता, जुन 92-96 सम्मको, 1981 देखि 96 सम्मको पुस्ता चाहिँ यो जेनेरेसन वाई, यसलाई चाहिँ मिलेनियल जेनेरेसन भनेर पछि बढी चर्चा भयो हैन। यो मिलेनियल जेनेरेसन चाहिँ त्यो भयो। अब त्यसपछि जेनेरेसन जेड जी प्रोनाउन्स गरिन्छ जनरली, सो जेनेरेसन जेन जी चाहिँ 1997 देखि पछाडि 2012 सम्म जन्मेको पुस्ता, यो जेनेरेसन जी हैन। यो चाहिँ एकदमै प्रविधि सँगसँगै प्रविधि पनि एकदम हाइटेक प्रविधिसँग जन्मिएको पुस्ता चाहिँ जेनेरेसन जी भयो।
त्यसपछिको जेनेरेसन अल्फा, यो जेनेरेसन अल्फा भनेको 2012 पछि जन्मेको पुस्ता चाहिँ जेनेरेसन अल्फा भनेर नामाकरण भएको छ। अनि यो जेनेरेसन्समा चाहिँ एकदमै यसमा धेरै रिसर्च गर्ने भनेको प्यु रिसर्च इन्स्टिट्युटले, PEW रिसर्च इन्स्टिट्युट, यो खोजेर हेर्न पनि सकिन्छ। यो चाहिँ एकजना अमेरिकन फिलान्थ्रोपिस्ट जोसेफ एन प्युको नामबाट प्यु रिसर्च इन्स्टिट्युट भनेर राखेको छ। यसले चाहिँ अब यो जेनेरेसन्स को यो हरेक चरणका जेनेरेसन्सहरूलाई चाहिँ एउटा अपनत्व लिएर चाहिँ एकदमै धेरै रिसर्चहरू गरेको चाहिँ रहेछ हैन। यसरी अब यो 7-8वटा जेनेरेसन यसरी नामाकरण भएर यो ह्युमन जेनेरेसनको एउटा चाहिँ भनौँ न एउटा सिरिज यसरी तयार भएको रहेछ। अब यसमा हामी आज चाहिँ हामीले यो जेनेरेसन यस्ता यस्ता रहेछन्, यसरी विकास हुँदै आएको रहेछ र यसरी यसको थियोरिटिकल फाउन्डेसन यो रहेछ भनेर चाहिँ चर्चा गऱ्यौँ। अब हामी अर्को छलफलमा चाहिँ फेरि यी जेनेरेसन्सहरूको चाहिँ विशेषता कस्तो कस्तो हुन्छ त हैन, यो पुस्ता चाहिँ कस्तो हुन्छ, यसको मूल्य मान्यता दृष्टिकोण के हुन्छ हैन, कामप्रति यसले कसरी, यसको चाहिँ कामप्रतिको अभिमुखता अथवा कामप्रति कसरी ओरिएन्ट भएको हुन्छ, कुन धारणा छ यिनीहरूको चाहिँ, कस्तो काम गर्नुपर्छ भन्ने धारणा राख्छ, कसरी गर्नुपर्छ भन्ने धारणा राख्छ भन्ने, अनि प्रविधि सञ्चार माध्यमहरूसँगको इन्टरेक्सन कस्तो हुन्छ यिनीहरूको भन्ने हिसाबले यिनीहरूको यो पुस्ताहरूको चाहिँ विशेषतामा छलफल गर्छौँ। अनि यिनीहरू सोसियो पोलिटिकल्ली सोसाइटीसँग पोलिटिक्ससँग कस्तो धारणा राख्छन्, कसरी जोडिन्छन् भन्ने कुराहरू पनि चाहिँ छलफल गर्छौँ। र आजलाई चाहिँ यति चर्चा गरौँ। फेरि हामी 1-2 दिनपछि यसका विशेषताहरू छलफल गर्ने गरी आजलाई चाहिँ बिदा हौँ। हस्, थ्याङ्क यू।